लिनुहोस् ल यो सप्लिमेन्ट ए हुन्छ भाइ म त के लिनु भयो म त अब अस्तिको सकियो र फेरि थप्नु लिनु आएको है यो तीचोटि थपिसक्नु भयो तपाईँ यो अर्थोबेस भनेको चाहिँ मेरो युरिक एसिड सर खाने यो चाहिँ अब यो चाहिँ एन्टी एजिङ हो यो नसाको लागि हो जिङस्याङ यो चाहिँ तपाईँले नटुटाउनु होला एन्टी एजिङको तपाईँको हरेक भित्रको अर्गान्सहरूलाई बचाइरहने यो हो तपाईँलाई जति फुर्तिलो बनाएको छ नि यसैले हो सबभन्दा राम्रो यसरी नाच्नुस् नाच्दा बल आउने ताकत आउने डुङ्किडुङ नाच्ने तपाईँको स्किनहरूलाई जति पनि एकदम एकदम लाइट उस बनाएको छ नि उज्यालो बनाइरहेको छ नि यसैले हो सबभन्दा क्यान्सर पनि निको पार्ने यसैले हो ल म त अब खाइरहने कि सकियो र थप्नु आएको लिनु आएको कि भाइ जम्मा कति $952 होइन हजुर हजुर नेपाली 19-20 हजार त्यस्तै पर होइन महिनामा हो त्यतिखेर आफ्नो स्वास्थ्य भन्दा अब ठुलो कुरा के छ र होइन पैसा सम्झेर हुँदैन लोभ लागेर हुँदैन अब खाने हो स्वास्थ्य छ सबै छ स्वास्थ्य मम्मी यति धेरै है मम्मी यस्तो खाएर मम्मीलाई चाहिँ एनर्जी आएको छ है मान्छेले 2 महिना पुग्छ नि त यो अर्थोबेसले पनि 2 महिना अब घरिघरि आउनु भ्याउँदैन अब एकचोटि लग्ने हुँदैन कि यो 1 महिना पुग्छ यसले 1 महिना यो अर्को महिनाको लागि लगिराखेको हो यो चाहिँ एउटा मात्र लाँदैछु घरमा छ थप्नु आएकोमा चाहिँ मान्छेहरूले अब खाओस् नखाओस् जेसुकै गरोस् अरूलाई त मैले त सुनाइदिएको मात्रै हो धर्म गरेको होस् अरूले पनि राम्रो होस् राम्रो पाओस् भनेर चाहिँ मैले चाहिँ स्वास्थ्य राम्रो होस् भनेर मात्रै सेयर गर्नु खोजेको त खाओस् कि नखाओस् मलाई त्यो मतलब छैन के तर सक्दो सबैले खाओस् राम्रो होस् सबैको मलाई यसो हुन विज्ञापन गरेको होला पो अरे के मैले विज्ञापन गरेको होइन नि जसले खान्छ हो डाइलेटिक भन्नुभयो त्यो मान्छेले बाहिर कुरा गर्ने हुँदैन पहिला आफूले चाहिँ अनुभव गर्ने पहिला त्यो के हो कस्तो हो भनेको पहिला आफूले बुझ्ने युज गरेपछि हजुर